यहाँ चेक पोइन्ट गरेर पोथाना भन्ने ठाउँमा ट्याक्क सत्कासी यहाँबाट चाहिँ काडे हुँदै आउने बाटो। हामी चाहिँ प्रितम देउराली आइपुग्यो बाइक पार्किङ गर्ने ठाउँमा। ल हाम्रो चाहिँ अब कति बज्यो अहिले ठ्याक्कै भन्दाखेरि कति बज्यो अहिले 3:30बाट हाम्रो अब हिँड्ने सुरु हुँदैछ। हाम्रो प्रितम देउरालीबाट 3:30मा हिँड्दैछौँ। घाम लागिरहेछ मस्त। यहाँसम्म चाहिँ बाइक आइपुग्छ। यहाँ राखेर ट्याक्क हिँड्ने। यहाँबाट चाहिँ लान्द्रुक पनि यहाँबाट जाँदो रहेछ। हामी चाहिँ यहाँबाट फरेस्ट क्याम्पतिर मासतिर लाग्छौँ। फास्ट भने दुईवटा बाटो आयो र दुईवटैबाट जताबाट गयो नि हुन्छ हुन चाहिँ दुईवटैमा हेर होला कता जाने हो पुरै तेर्सो ओह्रालो है। प्रितम देउरालीबाट थोरै अगाडि आएपछि पुरै सम्म र ओह्रालो बाहेक केही छैन। ल एकदम सजिलो छ अहिलेसम्म चाहिँ। फर्स्ट उकालो आउँदै गरे जस्तो फिल भइरहेको त उकालो थिएन। फेरि दुईवटा बाटो आयो। हामी चाहिँ तलबाट जान्छौँ। फेरि अहिले पनि तलबाट गएको। यहाँबाट चाहिँ लभली हिलिङ पोइन्ट भ्यू पोइन्ट होला यो लभली हिल भ्यू पोइन्ट डिस्ट्रिक्टमा छ। हामी चाहिँ यहाँबाट जान्छौँ। जस अहिलेसम्म बाटो चाहिँ बाबालाई सजिलो छ। यहाँसम्म चाहिँ सबै तेर्सो ओह्रालो छ। अब आज चाहिँ सबै सजिलै हुन्छ जस्तो छ। त्यस्तो बाटो एकदम सजिलो छ यहाँबाट। यहाँबाट चाहिँ यो भ्यू पोइन्टबाट चाहिँ उकालै उकालो रहेछ। लगभग कति आधी घन्टा 1 घन्टा उक्ल्यो त हामी। त्यो भ्यू पोइन्टबाट घाम लागिरहेछ। अब त्यस्तो छ जस्तो हिँड्दै जाउँ। एकदम सजिलै छ। पानी खाल्टाबाट चाहिँ लगभग 15 मिनट कति हिँड्यो 15 मिनट हिँड्यो होला। उकालो ठ्याक्कै सिद्धिन्छ यहाँ आएपछि। त्यसपछि ठ्याक्कै सिधै ओह्रालो जङ्गलको सिधै ओह्रालो आइरहेछ। हामी चाहिँ ठ्याक्कै आधी घन्टामै के खर्क अरे डोट खर्क भन्ने ठाउँमा ठ्याक्क आइपुग्यो। आधी घन्टामा टाइमिङ ठ्याक्क मिलाएको हाम्रो रेसियोमा चाहिँ। अब अर्को चाहिँ थाहा छैन। र यो चाहिँ डोट खर्कको वासस्थान यहाँ चाहिँ बस्नु पाउँछ भने हामी यहाँ बस्छौँ भन्ने लागिरहेको छ है त। हेरौँ ल यहीँबाट देखिन्छ। यहाँबाट मुनि त्यहाँबाट देखिन्छ तल एउटै होला है। डोट खर्कको चाहिँ हाम्रो रुम यहाँ चाहिँ जम्मा 2-3टा मात्र छ बस्ने ठाउँ। उता माथि एउटा यहाँ एउटा उता एउटा 3टा मात्र छ यहाँ चाहिँ। अहिले चाहिँ 6:10 गयो डोट खर्कबाट। कस्तो दामी देखेको भर्खर सनराइजहरू खत्ता देखेर नै हेर्नु न। करेन्ट बल्दै ट्याक्क देखेर यतापट्टि कुन हो ट्याक्क देख्छ। अनि माछा पुछिरहेको हेर त्यहाँबाट
माछापुच्छ्रे पनि घाम लाग्यो तर हिउँ चाहिँ कमै छ माछापुच्छ्रेमा चाहिँ। यो चाहिँ दुध खर्कबाट देखिने दृश्य हो यो चाहिँ। तर हिउँहरू चाहिँ कम भइसकेको छ। यो दुध खर्कबाट यहाँदेखि हाई क्याम्प चाहिँ यो ऊपर देखिरहेको छ हाई क्याम्प। माथिको भ्यू यो साइड यो भ्यू पोइन्ट होला। यताबाट चाहिँ माथि बेस क्याम्प चाहिँ यता अनि हिमाल चाहिँ यहाँ देखिन्छ। माथिपुच्छ्रे यहाँ देखिन्छ। यो लो क्याम्प हाई क्याम्प दुध खर्कबाट गोरु जिएर मार्दी जाने मार्दी सिधा। त्यो त ठाडै रहेछ फेरि यहाँ चाहिँ तेर्सो रहेछ। हामी चाहिँ ठ्याक्कै 7:30मा दुध खर्कबाट फरेस्ट क्याम्पको लागि हिँड्दैछ। फरेस्टै फरेस्ट। अब कति टाइममा पुग्दो रहेछ हेरौँ है त। अब बाटो चाहिँ पुरै हरियाली जङ्गलको छ। अब अगाडि गएर हेरौँ। मुसलबारीबाट यो चाहिँ बारीको घान्द्रुक। हामी चाहिँ यसको ठिक अपोजिट डाँडामा यो पारी घान्द्रुक गयो। अब यतापट्टि एबिसी जानेको यता जानेको त्यो घान्द्रुक चाहिँ पारी हामी वारी। चाहिँ लान्द्रुकबाट आउने बाटो way to लान्द्रुक। अब यो चाहिँ फरेस्ट क्याम्प भनेर लेखेको छ। हामी चाहिँ फरेस्ट क्याम्पतिर लाग्छ ल। फरेस्ट क्याम्प चेट्टा। No loud music. Return your personal waste. No drone. हुँदो रहेछ ल। मार्दी गेट भन्ने ठाउँमा आइपुगेको छ। मार्दी गेट हो यो रेस्टुरेन्ट। बाटन डाँडामा चाहिँ असिना परिरह कुत्रुक कुत्रुको असिना परिरह। बाटन डाँडामा पानी असिना दुइटै पर्यो ल। त्यो चाहिँ क्वालिटी भएर है। अब त छेकियो उता डाँडो। ल हामी चाहिँ अब लगभग हाई क्याम्प पुग्न लाग्थ्यो। हाई क्याम्प पुग्नुभन्दा अगाडि चाहिँ एउटा सिन एउटा ठाउँ देख्दो रहेछ एबिसी जाँदाको। त्यो चाहिँ म यहाँबाट देखाउँछु। घाम त यहाँ यस्तो भइरहेको छ। घाम त हेर नि त्यहाँ यता सेतो भइरहेको घाम त। यसको भन्दा मुनिको ठ्याक्कै यहाँबाट देख्छ यो भयो छोमरोङ। यो छोमरोङको गाउँ। अनि यो लोवर सिन्वा अनि छ यहाँ अप्पर सिन्वा। यो चाहिँ अप्पर सिन्वा हो। हामी चाहिँ यसको ठ्याक्क अपोजिट डाँडामा पुरा त्यस्तो भिड भएको ठाउँमा छ। यताबाट आएको हामी चाहिँ ठ्याक्कै एबिसीको ट्रेकको अपोजिट हिँड्दै आएको छ हामी चाहिँ। अब यति चढ्नु पाइन्छ। यति चढेपछि के नयाँ ठाउँ आउँछ कि भन्ने लागिरह हामी चाहिँ यहाँबाट आइसक्यो होइन। केही टपमा आएपछि एउटा के को मूर्ति हो किन खिचेछ। यहाँ के भयो होला थाहा छैन। अहिले हामी जानुपर्छ। यो पछि नै अल्लो पल्लोमा छ हाई क्याम्प चाहिँ। अहिले देखाएको थियो अहिले कुहिरोले ठ्याक्कै छोप्यो ल। यहाँको 360 भ्यू चाहिँ स्लोली यता यसो फर्किनु पर्यो एकचोटि। हामी जानुपर्ने चाहिँ कहाँ रहेछ त। त्यो मान्छेहरू यहाँ पुगे यहाँबाट हिँड्दै यो डाँडा यहाँबाट फेरि हिँड्दै यहाँ छ हाई क्याम्प। ट्याक्कै कुरो लाग्यो फेरि हामी छौँ यहाँ।
म चाहिँ हामी चाहिँ लगभग 5 बजे मार्दी हाई क्याम्पमा आइपुगेका छौँ। यो पछाडिको मार्दी हाई क्याम्पको भयो। हाम्रो चाहिँ यो सबैभन्दा लास्टमा छ। भ्यू पोइन्ट जाने चाहिँ भोलि यो बाटो, यो पानी ट्याङ्की छ, यहाँबाट जाने हो। लगभग 2 घन्टा चन्चिनमा आइपुग्दो रहेछ। आइपुग्न चाहिँ तर लास्टै भिडै भिड, डरलाग्दो भिड छ। डरै लाग्छ त्यहाँबाट खस्यो भने त हड्डी नि भेट्दैन होला, त्यस्तो छ। पारी पनि के छ यस्तो देखिरहेको छ। ल पारी भ्यू, म यो पारी भ्यू हेरिरहेको छु। यहाँ पनि डाँडा डाँडामा घर छ। ल खै बस्ने के रहेछ यो, कताबाट आउने हो। यहाँ छ ल ठ्याक्क हाम्रो अपोजिटमा। अब भोलि चाहिँ पिकमा जाने हो। पिक चाहिँ अहिले देख्छ कि देख्दैन, पिक हेर्छु अहिले त म। देखायो भने खिचेर देखाउँछु। अन्नपूर्ण साउथ देखिरह। केटा कहाँ गयो? यहीँ छ। 3:42 हाम्रो। कहाँ जान्ला तिमी? ए बाटो त्यता रहेछ। हामी चाहिँ 3:42 उक्लिँदैछौँ पिकको लागि, भ्यू पोइन्टको लागि। केही देखाएको छैन, अलिकति उज्यालो भएपछि खिच्नुपर्छ चट्ट लाएर। ल पिक चढ्नेहरूको लाइन बत्ती पिली 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 बालेर पिक हामी त लगभग 1.5 घन्टामा पिकको बेसमा आइपुग्यो। भ्लगर केटो म भएको छु आज। तलदेखि आइरहेको मान्छे तलसम्म छ। 2 घन्टा भने 1.5 घन्टा जतिमा आइपुग्यो। ल सनराइज भनौँ न लाग्छ। ल हल्का लाइट देखिरहेको छ, रेड सनराइजको लागि। 360 भ्यू फ्रम भ्यू पोइन्ट माछापुच्छ्रे हिमचुली साउथ चाहिँ चियाको छ। जस आउनी गरेर ल यो पोइन्टबाट देख्ने दृश्य सनराइज नि मस्त भइरहेछ। यो चाहिँ मार्दी हिमाल चाहिँ यो हिउँ नभएको है। यो चाहिँ मार्दी हिमाल हो। यो चाहिँ माछापुच्छ्रे। ल फाइनली हामी चाहिँ भ्यू पोइन्टमा आइसकेका छौँ। जिउ चाहिँ 42 हो यहाँ, तर एक्ज्याक्ट चाहिँ 42 होइन रहेछ होइन। यता देखाऊ आऊ। यहाँबाट माछापुच्छ्रे यसको यो मुनि कालो देखेको छ नि, अलिकति जुम गरिदेऊ न। त्यो अलिकति कालो हिँड्नु यो चाहिँ मार्दी हिमाल। के देखिन्छ यही नै हो। यहाँबाट देख्ने भ्यू पोइन्टबाट देख्ने हिमालहरू चाहिँ यही नै हो। त्यति हिउँदै छैन, त्यति जाडो पनि छैन, ठिकै छ, मजा छ। साउन्ड त बगाल आउँदो रहेछ। बेस क्याम्प जानलाई चाहिँ यस्तो भिरभिर गर्दै अनि पछि केटाहरू यहाँ पुगेको छ नि। यत्रो जुम गऱ्यो बल्ल अलि देखिन्छ। ल हिउँ परेको बेला चाहिँ आउनु सक्दैन, उहाँ टुप्पा पुसिएको रहेछ मान्छे। हामी चाहिँ यहीँ छौँ। माछापुच्छ्रेको फेदीमा हेर्नुलाई चाहिँ हामी होइन, माछापुच्छ्रे फेदीमा आइपुग्ला होइन। अन्नपूर्ण ठ्याक्कै देखिन्छ हामीले। अन्नपूर्ण ठ्याक्कै खालको देखिँदैछ। माछापुच्छ्रे चाहिँ यहीँ छ। माछापुच्छ्रे बेस क्याम्प देखिन्छ। 0.5 हो। ल फाइनली हामी चाहिँ
मार्दी बेस क्याम्प चाहिँ आइपुगेका छौँ। मार्दीमा चाहिँ ऊ त्यो हिउँ नभएको हो, यहाँ त्यति राम्रोसँग देखाएको छैन, उताबाट मात्रै देख्छ मार्दी चाहिँ। जेबिसी पनि मजाले देखेको छ, ऊ त्यो जेबिसी हाम्रो चाहिँ फोटो खिच्ने ठाउँ 45 मिटर देखाएको छ, तर होइन होला 45 हो तर हो भने तर होइन चाहिँ फाइनली हामी चाहिँ लगभग भ्यू पोइन्टबाट 2 घन्टाभन्दा अलिकति अगाडि आइपुगेका छौँ। बाटो त्यति उस छैन, तल मात्र अलिकति दिन्छ, माथि चाहिँ आनन्द छ। ल कस्तो भोक लाएर पेटको 20 मात्र हो, 23 होइन, जुम यसो 50 मात्र हो, 50सम्म छ। 50 मात्र हो। बेस क्याम्पको भइहाल्यो, फोटो खिच्छौँ। यहाँ यति डाँडो छ, केटाहरू मस्त भ्यू हेरेर बसेको छन् यहाँबाट, क्या दामी। एबिसी पनि मजाले देखाएको छ, टुप्पो एबिसी पनि देखाएको छ। सरङकोट डाँडा खै त्यहाँ 10:30 पुगेको हामी 11:30 हाई क्याम्प, त्यो हाई क्याम्प बस्ने ठाउँ यति छ। अब यताबाट अनि खुमाई डाँडा देखाउनु खोज्यो हो, खुमाई डाँडा चाहिँ यही हो, यो हो खुमाई डाँडा चाहिँ। हिजो राति लेखेन यो खुमाई डाँडा चाहिँ, अलि खुमाई डाँडा यो माथि छ, अर्को डाँडा के हो यो। त लङ कट बाटो यता छ, यो लङ कट, तर सर्टकट बाटो चाहिँ बाबालाई छ। ल यो त पुरै ठाडो छ यार यहाँ। यो खुमाई डाँडा, यो कोर्चन डाँडा, माथिको चाहिँ कोर्चन डाँडा रहेछ, अलिक कालो गर्दैन। यति नै हो अब चाहिँ यो भिडियो अनुसार। अब टाटा बाई बाई हो, यहीँबाट बल्ल बल्ल आइपुग्यो, यति नै हो। ल बाई बाई।